मैले एउटा लेखेको छ कि लाइक दिस वान rationalize after action भन्ने अनि मैले यो के कुरा गर्दा समटाइम वी मेक अ डिसिजन एन्ड देन rationalize वी अफ्टन टेल द्याट आवर सेल्फ म त rationalize डिसिजन लिन्छु नि त यु टेक एक्सन एन्ड देन rationalize आफ्टर वर्ड्स किन हुन्छ भन्दाखेरि यो दुईवटा सेल्फ हुन्छ नि त भित्र त ह्युमन सेल्फ र सोसल सेल्फ जब ह्युमन सेल्फ लिन्छ नि एक्सन इन्स्टेड अफ ऱ्यासनल सेल्फ ह्युमन सेल्फले ल्याएको एक्सन यति वियर्ड र अब्जर्ड फिल लाग्छ ऱ्यासनल सेल्फलाई कि त्यो पछिबाट कम्पेन्सेट गर्नलाई ऱ्यासनल डिसिजन ऱ्यासनल को प्लेयर आउँछ कि ह्युमन सेल्फलाई बचाउनको लागि द्याट दे आर नट स्टुपिड दे आर ऱ्यासनल आइ एम ऱ्यासनल आइ एम नट स्टुपिड भनेर आफ्नै ह्युमन सेल्फले बचाउनको लागि सोसल सेल्फ लिएर आउँछ क्या लाइक अर्को सेल्फ लिएर आउँछ बचाउनलाई कम्पेन्सेट गर्नलाई सो द्याट्स वाइ वी समटाइम मेक अ एक्सन एन्ड देन ऱ्यासनलाइज आफ्टर क्या यो चाहिँ मैले ऱ्यासनलाइज आफ्टर चाहिँ लेखेको थिएँ तर मैले बाटो भेटाइरहेको थिएन क्या हाउ डु आई एक्सप्लेन इट भनेर तर आई गट माई ब्रिज नाउ कसरी कनेक्ट गर्ने भनेर ऱ्यासनलाइज आफ्टर एक्सनलाई जस्ट बिङ ह्युमनसँग कनेक्ट गरिदियो भने माई प्रब्लम इज फिक्स्ड मैले भन्न सक्छु वाइ वी ऱ्यासनलाइज आफ्टर आवर एक्सन भनेर आई हेभ अ फ्रेमवर्क नाउ द्याट ह्युमन सेल्फ हुन्छ सोसल सेल्फमा ऱ्यासनलिटी आयो त्यही भएर मलाई स्टुपिड देखिन्छ छैन त्यही भएर मैले इरेसनल कुरालाई पनि ऱ्यासनलाइज गरिदिन्छु भनेर कोट गरिदिन्छु भनेर पछिबाट किनकि आई डु नट वान्ट टु बी सिन एज ए स्टुपिड अनि त्यसको पनि रिजन छ लाइक वाइ आई डोन्ट वान्ट टु बी सिन एज ए स्टुपिड भनेर किनकि इफ आई be seen as stupid in a caveman, then they think I'm incapable, and if they think I'm incapable, then they are not taking me for hunt, and if they are not taking me for hunt, I'm going to die hungry.